दुप्चेश्वर महादेव भगवान को दुप्चेश्वर महादेव भगवान को दुप्चेश्वर महादेव भगवान को पूर्ण भक्तजनहरूको सूर्यमती गंगाको दुप्चेश्वर धामको यतिखेर दुप्चेश्वर महादेव भगवानको यो प्राङ्गणबाट चाहिँ यो ठाउँबाट यतिखेर हामी बोलिरहेका छौँ। विभिन्न मिडिया मार्फत एकैसाथ यो भिडियो हेर्दै हुनुहुन्छ। हाम्रो बीचमा यसै दुप्चेश्वर मन्दिरका मूल पुजारी हुनुहुन्छ, जो 18 वर्षदेखि यसै मन्दिरको मुख्य पुजारीको रूपमा हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्नेछौँ र दुप्चेश्वर भगवानको महिमा पनि सुन्नेछौँ। अब धान्य पूर्णिमामा ठुलो मेला लाग्दैछ र मेलाको बारेमा पनि कुरा गर्नेछौँ। तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। जसले यो भिडियो पुरा हेर्नुहुन्छ तपाईँलाई दुप्चेश्वर भगवानको आशीर्वाद लाग्नेछ, कृपा मिल्नेछ भन्दै म भिडियोलाई अगाडि सुरुवात गर्दछु। गुरु, यहाँलाई हार्दिक नमस्कार हाम्रो मिडियामा। धन्यवाद हजुरलाई, जय होस्। हजुरहरूको मिडियालाई पनि धन्यवाद दिन चाहन्छौँ, किनभने हामी यो ठाउँसम्म आएर हजुरहरूले कुनै पनि प्रश्नहरू अर्थात् भगवानको जिज्ञासा राख्न खोज्नुभयो, हजुरहरूलाई विशेष धन्यवाद। ल, जय होस्। हजुर 18 वर्षदेखि यो ठाउँमा मुख्य पुजारीको रूपमा हुनुहुन्छ हैन त? हजुर हजुर, म यहाँ 18 वर्ष भयो, अहिले कार्यरत छु। म एउटा सरकारी माध्यमद्वारा पुजारी, मुख्य पुजारीको रूपमा म कार्यरत छु अहिले। हजुर गुरु, अब थोरै विगत कोट्याउँ। 18 वर्ष पहिले दुप्चेश्वर भगवानमा आउँदाखेरि यहाँ कस्तो थियो र अहिले 18 वर्ष पछाडिको अवस्थामा यहाँ के परिवर्तन भएको छ, थोरै जानकारी गराइदिनुहोस्। एकदमै हजुरले राम्रा कुरा गर्नुभयो। पहिला म 18 वर्षभन्दा पहिला यहाँ कार्यरत हुँदै गर्दाको अवस्था अत्यन्तै नाजुक अवस्था थियो, एकदम दुःख थियो, एकदम गाह्रो थियो। यो ठाउँमा आउँदा कतिपय भक्तजनहरू त 9 दिन लाएर आयौँ गुरु भन्दै आउनुहुन्थ्यो। त्यस्तो अवस्थादेखि मैले सुरुवात गरेको यो ठाउँमा। यहाँ पहिला सुरुवात गर्दाखेरि यहाँ पुजारीको कोठा पारेर यहाँ पुजारीको रूपमा बस भन्दा कसैले नमानेर कोठा ल्याप्स हुन आँटेको अवस्थादेखि मैले त्यो दुःखको बेला जिरोको लेभलबाट मैले सुरुवात गरेको। मलाई पुजारीको रूपमा दुप्चेश्वरमा पुजारी छ रे, पूजा मजाले पाठ पूजा गराउँदो रहेछ भन्ने मलाई चिन्नै 3 वर्ष लाग्यो भक्तहरूले। क्रमिक रूपले हुँदै जाने क्रममा अनि दिन प्रतिदिन मान्छेहरूले थाहा पाउँदै जाने क्रममा भक्तजनहरू बढ्दै जाने क्रम भयो र यहाँ विभिन्न मिडियाहरू पनि आउने, हरेक कुराहरू सोध्ने इत्यादि कुरा हुँदै गएपछि अनि त्यहाँबाट अलिकता सञ्जाल भएर अघि बढेको अवस्था भयो। अघि भक्तजनहरू अलि बाक्लै उपस्थिति हुने यो दिव्य धाममा भयो। अनि त्यो हिसाबले अब खुसी लाग्छ। अर्को कुरो चाहिँ अनि अब यहाँ त धेरै नेताहरू पनि ठुल्ठुला हुनुहुन्छ नि त यो क्षेत्रमा। नुवाकोटको दुप्चेश्वर भनौँ न, यो 1 नम्बर 2 नम्बर क्षेत्र पर्छ। यसमा विशेष गरेर रामशरण महत हुनुहुन्थ्यो, अर्थमन्त्री पहिलाको। अनि हुँदै प्रकाश शरण महत, अर्जुन नरसिंहहरू जस्ता व्यक्तित्वहरू हुनुहुन्थ्यो। उहाँहरू पनि आउने इत्यादि भयो। अनि गर्दै जाँदाखेरि हामीले पनि यहाँको विकासलाई अघि बढाउनु पर्छ र तीव्र गतिमा यस्तो नेपाललाई चिनाउन सक्ने यस्तो अपूर्व तीर्थ, धार्मिक तीर्थहरूलाई प्रोत्साहन गरेर माया गरेर विश्व फैलाउनु पर्छ भन्ने हिसाबले अनि कुरा गर्दै अर्थात् छलफल हुँदै तीव्र गतिमा अघि बढ्दै गयो। अहिले एकदमै खुसी लाग्छ, धेरै भक्तजनहरू आउनुहुन्छ यो ठाउँमा। गुरु भनिहाल्नुभयो, यहाँका ठुला नेताहरू धेरै हुनुहुन्छ नुवाकोटका। अब नजिकको तीर्थ हेला भने जस्तो यहाँका नेताहरू आउनुहुन्छ आउनुहुन्न यहाँ चाहिँ दर्शन गर्न? अब रामशरण महत चाहिँ मैले भेट्ने गरी चाहिँ आउनु भएको छैन, आउनु भएको छ भन्ने चाहिँ मैले सुनेको छु। प्रकाश शरण महत चाहिँ धेरैचोटि आउनुभयो। उहाँले यहाँको लागि पनि विशेष गरेर उहाँ अर्थमन्त्री हुँदाखेरि दुप्चेश्वर लगायत नेपालका ठुला तीर्थहरूमा दुप्चेश्वर लगायत यस्ता शक्तिशाली पीठहरूलाई चाहिँ प्रोत्साहन गरिनेछ भनेर अर्थमन्त्री हुँदा उनले बजेट भाषण गर्दा चाहिँ त्यो कुरा बोलेको मैले सुनेको छु। उहाँलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। उहाँले किन केही बजेट छुट्याइदिनु भएको थियो अरे त्यतिखेर भने सुनेको छु। यो पनि एकदम खुसी लाग्छ। अर्को भानुभक्त ढकाल भन्ने आउनुभयो, एमाले नेता। यहाँ कुनै कार्यक्रम पर्दा अर्थात् हाइड्रो पावर अर्थात् विभिन्न सांस्कृतिक यो धार्मिक पर्यटक क्षेत्रमा घुम्ने क्रममा आउनुभयो। त्यस आउँदै जाने क्रममा यहाँ आएर हेर्दाखेरि यो भौगोलिक संरचना अद्भुत कलात्मक, स्वयं मन्दिरदेखि आफै एउटै थान र शिलामा उत्पत्ति भएको भगवान देखेपछि यो प्राकृतिक सौन्दर्यता, यो सूर्यकुण्डबाट बगेर आएको यो सूर्यमती गङ्गाजी को समीप बनाएर भगवानको बास भएको, त्यहाँ बत्सला देवीको मन्दिर भएको,
हुँदै राउचुली हिमालको फेदमा सागरकुण्ड लगायतका यी आबद्ध तीर्थहरू समाहित यो क्षेत्रमा भएको कारणले उनले यो दिव्य तीर्थ रहेछ, दिव्य धाम बन्न सक्ने क्षमता रहेछ यो ठाउँमा भन्ने लाएर उहाँले एकैचोटि 5 करोड बजेट पारिदिनु भयो। बहुत धन्यवाद छ उहाँको लागि चाहिँ, धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी यहाँको विकासको चरण जस्तो पुरातत्व विभागबाट इत्यादि यहाँ कुरा गर्दै जाने क्रममा यहाँका वास्तविक कुराहरू उहाँहरूलाई जानकारी गराउँदै जाने क्रममा यहाँ विकास गर्नुपर्ने रहेछ, यहाँको खाँचो रहेछ, यहाँको विकास भएको रहन्छ, बाटोघाटो निर्माण गर्नु पर्यो, यहाँका पार्टी पौवा धर्मशालाहरू इत्यादि मठ मन्दिर बन्नु पर्यो भन्ने हिसाबले अनि अघि बढाउँदै जाने क्रममा यी छिडीहरू बन्दै गए। अब यो पहिला चाहिँ के थियो भने हजुरको यो सम्म थियो, यो खाल्टाहरू के पनि थिएन, यहाँ चाहिँ गिटी बल्ला माटो ढुङ्गोले छोपेर माथिबाट ढलान गरेर सम्म बनाएको थियो, त्यताबाट आउने यहाँ पूजाआजा गर्ने यताबाट जाने त्यस्तो बाटो थियो। अनि यहाँ चाहिँ यही बारामा चाहिँ यहाँ ठाउँ ठाउँमा खोपेर भगवान्को पाउमा पहिला त्यतिखेर दुःखको बेला यहाँका स्थानीय मान्छेहरूले ठमेलबाट रड सिमेन्टी ल्याएर यहाँका गिटी बालुवा बनाएर यहाँ सानसाना रड गाडेर सिमेन्टीले जाम गरेर यत्र यत्र सिमेन्टीको पिल्लरको बारा बनाएको थियो। यो चाहिँ बनाएको म बसेको 3 वर्षपछि पहिलाका संरचना भत्काएर नयाँ संरचना बनाउँदै जाने क्रममा 41 वर्ष भएको रहेछ जम्मा। 41 वर्ष भएछ यहाँ बनाएको। अनि त्यो 41 वर्षमा त्यो मान्छेले घन्टा नि झुन्याइदिएका हुन्थे, त्यो बजाउँदै जानेका चराक चुरुक भएर झर्न लागेको अवस्था रहेछ। अब म यहाँ पूजा गर्न भएँ, पूजा गर्ने क्रममा रहेँ, भएपछि अब यहाँ त्यसै बसिरहेर भएन भनेर मैले जो ठुला व्यक्तित्वहरू आउनुहुन्छ उहाँहरूलाई भन्दै जाने क्रममा अनि उहाँ जिल्ला विकासले सुनिदिनु भयो। रुद्रसिंह तामाङ भन्ने हाम्रो नुवाकोट जिल्लाको एलडिओ भनेर आएको बेलामा उहाँले सुनिदिनु भएछ र उहाँ मार्फत पहिलाका संरचना भत्काएर नयाँ संरचना यो जतिसम्म छ यो माथिको यो भगवान्को धामको बाटो अनि यो छिडीहरू यो ढलान गरेको उहाँको योगदानले बनाएको। यो उहाँलाई धेरै धन्यवाद छ। अहिले केन्द्रमा पुग्नु भएको छ, उहाँलाई राम्रो भएको छ, भगवान्ले हेर्नु भएको छ, त्यो हिसाबले मार्मिक भएको छ। अनि अब यो ढलान बनाउने क्रममा मैले यो एकजना इन्जिनियर गुरु सरले यो सम्म पहिलाको जस्तो थियो सम्म बनाउने भनेको थियो, मैले दिनँ। भगवान् भने अग्रस्थान हुनुपर्छ, आएका भक्तहरू भने तल्लो स्टेपमा बसेर पूजा गर्नुपर्छ। फेरि यहाँ चाहिँ के छ भने पूर्वपट्टि यतापट्टि पूर्व पर्छ, भगवान्लाई नकुल्चिकन पूजा भगवान्को चरणमा गर्न पाउनुपर्छ र भगवान्को वास्तविक रूप चाहिँ जुन प्रकृतिले बनाएको योगदान छ त्यो प्रकृतियुक्त संरचना चाहिँ नष्ट गर्नु हुँदैन, छोप्नु हुँदैन, ढलान गरेर कुरूप बनाउनु हुँदैन भनेर मैले यो ढलानै 2.5 फुट तल झारेर बनाउनुपर्छ भनेपछि उहाँले मान्नु भएन, नमानेपछि त्यसै हिँड्नुभयो। अनि हुँदै जाने क्रममा ठेकदारले चाहिँ तपाईँले भने सत्य कुरा भयो गुरु, हामीलाई नि भगवान्ले देखाउनु भयो, त्यसैले हामी त्यही हिसाबले बनाइदिन्छौँ भनेर त्यो ठेकदार साहबहरूले चाहिँ अनि यो ढलानै तल्लोपट्टि बनाएर अहिले यति राम्रो भयो। हेर्नुहोस् यति राम्रो भनिसाध्य छैन, भगवान् बहुत खुसी भइबक्सिया छ। भनेपछि गुरु यो मानव निर्मित होइन, यो प्रकृतिले निर्माण गरिदिएको भगवान्को स्वरूप हो नि त यो। हो एकदम। अब अलिकता गहिराइ जानु पर्यो। जस्तो अब पूर्वकालमा भगवान् आफू देखिनको लागि चाहिँ एउटा दिव्य लीला गर्नुभएछ कि हजुर। जस्तो तल खेत धान खेत छ नि, त्यहाँ पहिला गोठ मल्ली भन्थे, गोठ मल्दै जाने क्रममा एउटा गोठका बासु नाम गरेको तामाङको गोठ रहेछ, उनकै गाई रहेछ, अलि दुध धेरै आउने खाले गाई चाहिँ भगवान्ले आफू देख्नको लागि यहाँ ल्याएर राखेर तल हरास्तो बनाएर यहाँ केही दिन राखेर अब यी भएन, अब म यहाँ त्यसै बसिरहेर भएन भनेर बासु नाम गरेको तामाङलाई जोगीको रूप बनेर भनिदिनु भएछ सपनामा। यो भिर परो त छँदै थियो पहिलेदेखि, भिरमाथि महादेव भगवान् बस्नु भएको छ, त्यहाँ तिमीहरूको गाई गएर दुध चढाएर बसिरहेको छ, हरा छैन, अन्यथा नमान, यहाँका वास्तविक कुराको प्रचार गरेर पूजा चलाउने माध्यम गराओ। यति गर्यो भने तिमीहरूको गाई पनि जुन ठाउँबाट हराछ त्यही ठाउँमा आइपुग्छ र जो मनुष्य आएर भावपूर्ण तरिकाले भगवान्को पूजा ध्यान चिन्तन मनन गर्छन् भने जे चितार आउँछन् त्यही फल पाउनेछन्, यही कुराको प्रचार गर भनेर सपनामा भनिदिनु भएछ। भनेपछि अचम्मको सपना देख्यो नि त, अलि जानी बुझ्नीसँग भन्दै हिँड्नु पर्यो। भन्दै हिँड्ने क्रममा हेर्न आउने क्रममा चाहिँ यहाँ भगवान्लाई गाईले चढाएका दुधका धारा यहाँबाट खसालेर तल गणेश मन्दिरभन्दा माथिबाट अहिले पानीको धार रसाइरह नि, त्यहाँबाट दुधका धारा खसालेर त्यसको आधारले खोज्दै आउँदा त्यो बासु नाम गरेको गोठालो तामाङ चाहिँ अब गोठालो भएपछि यो गाउँतिरको गोठालाहरू चाहिँ भिरघाटतिर नि हिँड्छन् के हो। अब हामी त हिँड्न सक्दैन, हामी जस्तो मान्छेलाई देखाएर भगवान्ले देखायो भने त को आउने त यहाँ,
त्यो जसले देखाउन सक्छ, जो गर्न सक्छ त्यसलाई भगवानले सपनामा भनिदिएर त्यो बासु नाम गरेको तामाङ चाहिँ यो कुर्सीमलको रुख हो, यसको जरा लरा भनेर तल तल झोलिएर आउँछ अनि यसको लरामा झुन्नेर यस्तो रुख भगवानको यो काखमा रहेछ। यहाँ त ढुङ्गामा उम्रिन्छ यस्तो रुख। अनि यस्ता रुखमा चढेर हेर्दा जुन भगवानको अहिले यति अल्को स्वरूपमा भगवान होइबक्सिन्छ, उहाँको स्वरूप धान चामलभरि पाथी हुन्छ नि, पाथी घोप्ट्या भन्दा केही हल्का सानो शिलालाई गाईले अविरल दुधका धारा वर्षा गरेर बसिरहेको त्यस्तो फेला पार्नुभयो बासु तामाङले। भएपछि उनले आफ्नो तरिकाले आफ्नो जातित्व अनुसारको पुकारा गरेको भोलिपल्ट यहाँ दुध चढाउने गाई त त्यो गोठको तल खेतको गोठको वरिपरि चढिरहेको। बासु तामाङ हुनुहुन्छ हुनुहुन्न अहिले जो हुनुहुन्न, त्यो धेरै वर्ष भयो नि त। अनि अब त्यो चाहिँ अब अहिले धान्ने पूर्णिमाको पर्व अब मेला आउन लाग्यो। अब यहाँको विशाल मेला हुन्छ, थामेरै साध्य नलाग्ने मेला आउन आँट्यो। जस्तो 16 गते सानो जात्रा छ, 17 गते ठुलो जात्रा छ। विशेष गरेर एकादशीबाट सुरु भएर द्वादशी त्रयोदशी सानो जात्रा, चतुर्दशी ठुलो जात्रा र धान्ने पूर्णिमामा चाहिँ दर्शन गर्दै फर्किने कार्य गर्छन् भक्तजन। लगत्तै पञ्चमीसम्म चाहिँ लगातार चलिरहन्छ यहाँको। विशेष गरेर मङ्सिर महिना चाहिँ धान्ने पूर्णिमाको पर्व र मेला नै मानिन्छ। त्यसमध्ये धान्ने पूर्णिमा पर्व विशेष मेला। भनेपछि यो धान्ने पूर्णिमामा यहाँ आएर भगवानको दर्शन गरियो भने जे मागे त्यही पुरा हुन्छ। हुन्छ अनि हुन्छ, जे चाहियो त्यही दिनुहुन्छ भगवानले। अनि त्यस्तो हिसाबले भगवान फेला पर्यो। त्यो फेला पर्यो कहिले भन्दा धान्ने पूर्णिमाको अघिल्लो चतुर्दशीको दिन मान्छे बासु नाम गरेर तामाङद्वारा देखिनु भयो हुनाले त्यो दिन विशाल मेला लाग्छ। र अहिले जुन त्यो तामाङले जसरी भनेर आथे उनका इच्छा सफल भयो त्यही रूपले पहिलादेखि अहिलेसम्म जे चाहियो भक्तहरूले जे चाहन्छन् त्यही फल पाएर पायौँ भन्दै लाखौँ मान्छे आउने गर्छन्। यो हाम्रो नेपाल भूमिको एकदम गौरव गर्नुपर्ने कुरा देखिन्छ र एकदम ठुलो ऐतिहासिक तीर्थस्थल भयो गुरु। अन्त मानव निर्मित हुन्छ भने यहाँ भनेको भगवानको यो आकृति शिला छ नि, हजुर, यो भनेको प्रकृतिले प्रकृति विशेष गरेर यहाँ त मानव निर्मित भने यो बारा र हजुरहरू उभिरहनु भयो ढलान गरेको मात्र यहाँ आउने बाटो बनाएको, नत्र यो भित्तो मन्दिर भयो हजुरको। यो भित्तो प्राकृतिक मन्दिर, प्राकृतिक नेचुरल यो बनाएकै छ। मिसिनले कुदेर बनाएको, मिसिनले कुदेर बुटे बुटा बनाएर एउटा टेक्निकल युक्त बनाएर भगवानले यो दिव्य स्वरूप बनाएर भगवानको बास बनाएको रहेछ कि भगवान बस्नु पर्यो नि त। अनि यो प्राकृतिक मन्दिर भयो। यो भित्तोसहित भगवान एउटै थान र शिला बनेर आफै उत्पत्ति भएर जसरी मान्छेका बच्चा सानोबाट बढ्दै ठुलो हुन्छन् त्यसै गरी भगवान सानोबाट बढ्दै बढ्दै अहिले यत्रो दिव्य र फराकिलो अल्को लामो भइसक्नु भएको छ। यहाँ गोडा पसारेर बन्नु भएको छ, गोडा धुन ठाउँ यो खाल्टो। यहाँ विशेष गरेर गाईद्वारा भगवान देखिनु भएनाले यहाँ काखमा अहिले उरुङ लाग्यो यो प्रसादहरूको। यहाँ चाहिँ गाईको स्वरूप प्रत्यक्ष छन्, गाईको स्वरूप प्रत्यक्ष गाई नै छन्। यो त जसले पनि हेर्छ नि त थाहा छ। अब म अलिकता हजुरहरूलाई विशेष कुरा देखाउँछु यहाँको विषयको। अब यहाँ चाहिँ के छ भने हजुरको यो पाञ्चजन्य शङ्ख, शङ्खको आकृति, यो प्राकृतिक शङ्ख, दाहिने शङ्ख भन्छ। अब यो नेपालको नक्सा हेर्नुहोस् यहाँ। अब यो भित्री भागमा हेर्नुहोस् त, यो सगरमाथाको चुरो लिपुलेक भनेर चुच्चो फर्काएको सहित वास्तविक नेपालको नक्सा यहाँ देखाइदिनु भएको छ। अब यो नेपालको नक्सा किन देखायो त भगवान दैवले भने यो नेपाल भूमिलाई चान्चुटी नठान, यो भगवानै भगवानको दिव्य क्षेत्र हो, तपोभूमि दिव्य धाम हो भनेर देखाउनु खोज्नु भयो। यसरी बुझ्नु पर्यो। अब यहाँ केरा कोसो काहीँ यही छ, भगवानलाई मनपर्ने कुरामा पर्छन् त्यो भएर देखाइदिनु भने। यहाँ बर्फी मिठाई भगवानलाई मनपर्ने कुरा भावनाले देखाइदिनु भयो। यहाँ आँपको डल्लो छ, भगवानलाई मनपर्ने कुरा भावनाले देखाइदिनु। यहाँ दियो छ, यहाँ घडा छ, यहाँ पानको पात छ, यहाँ त्रिशूल के अरे जटानरेल। अब अनि यहाँ गाईको स्वरूप मैले अहिले भनिहालेँ, भगवानको काखमा गाईको स्वरूप छन्। अब यहाँ चाहिँ नाग देवताको स्वरूप हुनुहुन्छ, यहाँ चाहिँ गणेशको फेसको रूपमा हुनुहुन्छ। यहाँ देवीले बजाउने एउटा वीणा पात्र देखाइदिनु भएको छ भगवानले। यो डल्लो भाग भयो वीणाको, यता धागो आयो कटिङ भयो, यता धागो आयो वीणा पात्र भयो। अब यहाँ चाहिँ हजुरको यहाँ बुढा नीलकण्ठ भगवान जसरी पूर्वशिर राखेर सुतेर रहनु भएको छ त्यस्तै रूपको आकृति बनाइदिनु भएको छ। म पनि छुएँ भनेर देखाउनु भयो, शेषनागले ढाकेका छन्। यहाँ ब्रह्माजी हुनुहुन्छ, यहाँ देवी हुनुहुन्छ, यहाँ माथि हनुमान छन्। अब अर्को कुरो, अब यो मन्दिरको बनावटै अलौकिक छ के हजुरको। हजुर जस्तो यो मन्दिर एक हिसाबले हेर्दा यो शङ्खको आकृतिमा छ भने अर्को हिसाबले हेर्दा यो ठ्याक्कै नाकको भाँडा हो यो मन्दिर। जस्तो सर्प रिसाउँदा घाँटी देखाउनु भाग सर्पले यसो यसो गर्छ नि फरक पारेर हो, यस्तो सम्बन्ध ऊ त्यो डल्लो टाउको
शेष नागको टाउको। यस्ता शक्तिशाली देवी देवतालाई नागको ओछ्यान भइकन नागले छत्रको रूपमा रक्षा गर्नलाई यसरी छोपेर ढाकेर बस्छन्, त्यस्तै सम्बन्ध छ। हेर्नुहोस् त, यो अलौकिक दिव्य स्वरूप भगवानको विश्वमै कम दुर्लभ दुर्लभ विश्वको दुर्लभ मन्दिर, एकदम विश्वको दुर्लभ। किनभने पशुपतिनाथ स्वयं साक्षात्कार महादेव हुन्, तर मन्दिर मान्छेले बनाइदियो हो कि होइन? उहाँसम्म ठाउँमा यहाँ मन्दिर सहितै एउटै थान र शिला बनेर आफै उत्पत्ति भएर यस्तो दिव्य स्वरूप भएर विराजमान हुनुभएका हाम्रो नेपाल भूमिका सम्पत्ति हो। हामीले माया गर्नुपर्छ, चिन्नुपर्छ, संसारलाई फैलाउनुपर्छ भन्ने मलाई लाग्छ। विशेष गरेर हाम्रो देश चलाउने राजनेताले बुद्धि हुन् भन्ने चाहिँ मलाई लाग्छ र बुझ्नुपर्छ। अब नि बुझिएन भने कहिले बुझ्ने भन्ने लाग्छ, किनभने यस्ता देवतीर्थले विश्वलाई चिनाउन सक्छ। हामी भाग्यमानी छौँ त्यो हिसाबले। गुरु, अनि दोस्रो पशुपतिनाथ भनेर भनियो कारण के हो गुरु? अब यस्तो छ, दोस्रो पशुपतिनाथ भने चाहिँ भने नि हुन्थ्यो नि, पहिलो होइन महापहिलो हुने भयो। अब चाहिँ त्यस्तो हो। किन त यो भन्नु पर्यो भने पशुपतिनाथ भने केन्द्रमा पर्यो के, मान्छेको सहरमा पर्यो भने मुटु केन्द्रमा पर्यो भने विशाल भए पहिलो हुन गयो। अब यहाँ त अब भिर एकान्त ठाउँ कहाँ दुलाभित्र पसेका ठाउँमा यत्रो दिव्य स्वरूप भएर विराजमान हुनुभएका भगवान् जहाँ मन्दिर सहित एउटै स्थान र शिला छ, त्यो विश्वको दुर्लभ मन्दिर एकदम कहीँ पनि छैन यस्तो। र फेरि सानोबाट बढ्दै ठुलो हुनु भने त्यसै बढ्दैन, जीवित भगवान मानिन्छ। आउँदाखेरि यहाँको शिला कति सानो होचो हुनुहुन्थ्यो, अरू त मैले धेरै अनुमान गर्न त सक्दिनँ। उयो चुच्चो भाग लामो भयो, हल्को भयो, यहाँ गोडाको लेभल मोटो र फराकिलो भयो। मै बसिकन हल्का मोटो र फराकिलो भयो, चुच्चो भाग बढ्यो। त्यो भावनाले भगवान जीवित भगवान नेपाल भूमिको दुप्चेश्वर महादेव जे चाहियो त्यही पायौँ भने लाखौँ मान्छे आउँछन्। विशेष गरेर यहाँ दुई कुरा भने दिनुहुन्न है भगवानले। के गुरु भन्नुहोस्? यहाँ एक कुरा भनेपछि चाहिँ हामीले पाएनौँ, पुगेन, भएन भने दुप्चेश्वरको इतिहासमा रेकर्डै छैन। यो कलियुगको चमत्कार छ दुप्चेश्वर भूमिमा, दुप्चेश्वर महादेवको अलौकिक शक्ति। त्यो भावनाले हामीले पनि बुझ्नुपर्छ कि यहाँ दिव्य स्वरूप रहेछन्, स्वयं साक्षात्कार जीवित भगवान रहेछन् हाम्रो नेपाल भूमिमा भनेर बुझ्नुपर्छ। हजुर, अब यहाँ दुप्चेश्वर भगवानलाई के चढाउने गुरु, आउने भक्तजन के लिएर आउने यो पनि भनिदिनुहोस् गुरु। हो, विशेष गरेर चाहिँ यो के छ भने यहाँ अबिर केसरी चढाउनु हुँदो रहेछ। अबिर केसरी चढाउँदाखेरि दुप्चेश्वर महादेव रिसाउने भएको कारणले अहिले चाहिँ बन्द गरेको छ। नत्र त मान्छेले यहाँ पाकेटै खाइदिन्थे, इत्यादि गरिदिन्थे। जस्तो अन्डा हुन्छ नि कुखुरा फुल जस्तो हो, त्यो मान्छेहरूले विशेष ढ्याङ्ग्रा बजाउने क्रममा चाहिँ ढ्वाङ 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 गरेर फुटाइदिने इत्यादि गरेर दुर्भाग्य यहाँ धेरै क्षति भयो। कहिले यताबाट पहिरो जान्छ, कहिले उताबाट पहिरो जान्छ, कहिले उताबाट पहिरो जान्छ, धेरै क्षति भयो, धेरै काटमार भयो, इत्यादि भइरह्यो। के भयो त भन्दाखेरि भगवानले रिसाएर त्यस्तो गर्नुभएको रहेछ। हजुर, अनि त्यो भावनाले अहिले त्यो सबै हटेको छ। सबैले बुझिदिनु होला, जस्तो यहाँले दुप्चेश्वर महादेवलाई अन्डा ल्याएर नचढाइदिनु होला, अशुद्ध चिजहरू नचढाइदिनु होला, शुद्ध चिजमा जस्तो सक्नुहुन्छ भने त्यो खोलाको जल ल्याएर उभाएर हर हर महादेव भनेर नुहाइदिनुपर्छ। जलधारा शिवप्रिय भनेर शास्त्र, वेदले, पुराणले, शास्त्रले भन्छ। त्यसैले जलधारा गरेपछि मात्रै भगवान महादेव खुसी हुन्छन् त्यस्तो बताउँछ। त्यसैले जल पहिलो नम्बरको पूजा मानिन्छ। त्यसपछि गाईद्वारा प्रकट हुनुभयो हुनाले गाईका दुग्धाभिषेकद्वारा भगवान यहाँ उत्पत्ति भयो हुनाले गाईको दुग्ध शुद्ध आफूले आँखाले देखेर दोहेर ल्याएका शुद्ध दुध छ भने दुध चढाइदिनु भयो भने मनका इच्छा प्रत्यक्ष पुग्छ भन्छ शास्त्रमा, त्यही छ। त्यसै गरी देखिनुभयो। अनि यहाँ बेलपत्र, 3 पात भएका बेलपत्र चढाउँदा बहुत खुसी भइबक्सिन्छ। थोरै जौतिल चढाउने, अनि फुलका माला ट्याक्क सजाएर राम्रो बनाएर, प्रभु हामीले जाने बुझिया त केही छैनौँ, हामी अज्ञानी स्वरूप छौँ, प्रभु परमेश्वर हुनुहुन्छ। त्यस कारणले प्रभु हजुरको पहिला जय होस्, त्यसपछि हाम्रो जय होस्, विश्वको शान्ति होस्, नेपाल भूमिको शान्ति होस्, जिल्लावासीको शान्ति होस्, टोलवासीका शान्ति होस्, म लगायत मेरा परिवारको शान्ति होस् भनेर भगवानको चरणमा ढोकिराखेर गएपछि जुनसुकै इच्छा गरे पनि एक कुरा भनेर गएपछि सम्पूर्ण सफल भएर
पुनः फेरि रुँदै कोही रुँदै रुँदै खुसी भएर आउँछन् भने कोही आहा कस्तो राम्रो देवतीर्थमा आइयो भन्छन्, बहुत खुसी लाग्छ। यस्तो अवस्थाले अघि बढिरहनु भएको छ। गुरु अब हजुर 18 वर्ष भयो, अब कति पटकसम्म आएको भक्त हजुरले भेटाउनु भयो भन्नु न? 10 पटक, 5 पटक, 20 पटक? होइन, यहाँ त सकभर वर्षको एकचोटि नआउने त कुरै छैन। सब भक्तहरू यहाँ आइसकेपछि कहिले जाउँ 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 लाएर आँखो आइ गर्ने वर्षको कम्तीमा टाढा हुने व्यक्तित्वहरू चाहिँ भक्तजनहरू चाहिँ वर्षको एकचोटि त मिलाएरै आउँछन्। हजुर गुरु, अब हामी अन्तिममा छौँ। भिडियोको धेरै यो भगवानको दुप्चेश्वरको बारेमा धेरै कुरा जानकारी दिनुभयो। सम्पूर्ण देश विदेशका भक्तले अब थाहा पाइसक्नु भएको छ। एकपटक जसरी पनि टेक्न पर्ने ठाउँ हो, पवित्र तीर्थस्थल जो विश्वमै नभएको एउटा एकमात्र दुप्चेश्वर भगवान हुनुहुन्छ। अब धान्य पूर्णिमा आउँदैछ र सम्पूर्ण भक्तहरूलाई कसरी निमन्त्रणा दिनुहुन्छ? एकदमै विशेष पर्व हुँदैछ, विशेष मेला लाग्दैछ। अब निमन्त्रणा गरिदिनु सम्पूर्ण भक्त। हो, धन्यवाद छ। हो, मेला लाग्न आँट्यो यहाँ। अब मेला सुरु भइसक्यो अवस्था छ। जस्तो अब अहिले मैले भनिसकेँ, मङ्सिर महिना दुप्चेश्वरको विशेष मेला मानिन्छ। त्यसमध्येको धान्य पूर्णिमाको पर्व एकदम विशेष ठुलो मेला। यहाँ हराभरा यति सुन्दर बन्छ यो ठाउँ, यति सुन्दर दुलै सिँगारे जस्तो झकझक 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 गर्ने जस्तो झाँकीहरू झाँक्रीहरू विशेष ढ्याङ्ग्रा बजाएर सोही सोइला बुम्बो सोहे सोहे भन्दै आउने। त्यो चाहिँ भगवानको शिवजीको भजन गा हो। फेरि सोही सोइला बुम्बो भने अरू होइन, भगवानको उपासना गरे, ध्यान गरे, आफ्नो जातित्व र भाषाअनुसार त्यसरी बुझ्नु पर्यो। हामीले शिवशङ्कर जय भोला भने जस्तै त्यो सोही सोइला बुम्बो भने अनि भगवानको उपासना गरे हो। उहाँहरूको रौनकता छाउँछ यहाँ। त्यो बेला त यति सुन्दर बन्छ। ढ्याङ्ग्रा बजाएर स्यार्पा र तामाङ जातित्व वर्गहरूले दुप्चेश्वर महादेवलाई विशेष गरेर आफ्नो इष्ट देवताको रूपमा मान्छन् र त्यस्ता क्रियाकलाप गरेर त्यो झकी झकाउ गरेर झाँक्रा फिजाउँदै रुखका स्याउलाहरू, रुखका एउटा थाङ्क्राहरू नचाउँदै ढ्याङ्ग्रा बजाउँदै यो पर्वलाई अत्यन्तै भव्य र सभ्य बनाएर इतिहासकै एउटा नमुना भएछ भने जस्तो त्यस्तो भान गर्दै प्रकट गर्दै आउँछन् प्रत्यक्ष भगवानको दर्शन गर्न भनेर। हजुर, हामी अन्त्यमा छौँ। सम्पूर्ण मिडिया यतिखेर धेरै मिडियाले तपाईँको यो कुराकानी संसारभरका भक्तहरूलाई पुर्याइरहनु भएको छ। हजुर, थोरै भक्तहरूलाई हजुरको परिचय सहित हजुर थोरै राखिदिनुहोस्। हजुरको जन्मस्थान कसरी यहाँ पुजारीमा बन्नुभयो थोरै? हजुर, मेरो घर चाहिँ यहाँबाट 1 घन्टा तल पर्छ, समुद्र टार पर्छ, माहलो टारमा पर्छ। अनि म चाहिँ म बस्नुभन्दा अगाडि चाहिँ म खासै चाहिँ म यहाँ पुजारीको रूपमा बस्छु भन्ने मलाई लागेको थिएन। म भजन कीर्तन सप्ताहतिर हिँड्ने मान्छे हो। हजुर, विशेष गरेर मेरो चाहिँ त्यो क्रियाकलापमा एक हिसाबको कलाकार जस्तै पनि भन्नुपर्छ। किनभने म आफ्नो प्रशंसा आफैले गर्न त मिल्दैन, तैपनि म भजन कीर्तनमा व्यस्त हुने मान्छे हो। म सप्ताहतिर धेरै हिँड्थेँ त्योभन्दा अगाडि। अनि भगवानको चिन्तन र भजन गाउँदा गाउँदै भगवान खुसी हुनुभएछ। अब यहाँका स्थानीय मान्छेहरू, यहाँ नजिकका मान्छे पात्रहरूलाई बस भन्दा कोही नमानेर भगवानले कसैलाई रुचाउनु भएछ, मलाई रोज्नु भएछ। गर्दै जाने क्रममा म यहाँ बस्न सफल भयो, आएँ, बस्यौँ। अनि पूजापाठ गर्दै जाने क्रम भयो। हुँदै जाँदा जो ठुला व्यक्तित्वहरू, विद्वान वर्गहरू आउनुहुन्छ, उहाँहरूलाई यहाँका वास्तविक कुराको, यहाँको दुःखको कुराहरू, यहाँका यस्तो संरचना, बाटोघाटो निर्माण राम्रो बनाइदिनु पर्यो, भारतमा भइदिए यस्तो देवतीर्थलाई कस्तो बनाउँथ्यो होला भन्ने हामीलाई लाग्छ। त्यसैले हजुरहरूले बुझिदिनुपर्छ भन्दै यस्तो हिसाबले कराउँदै जाने क्रममा अहिले चासो र यहाँको ध्यान एकदम तीव्र गतिमा भएको कारणले अहिले दुप्चेश्वर हराभरा भएको छ। र यसमध्येमा नि गाउँपालिका बनिसकेपछि चाहिँ यो विकासको, यहाँ दुप्चेश्वरको विकासको क्रम र बाटोघाटो निर्माण र छिडी पाइली इत्यादि संरचना बनाउने चाहिँ एकदम विकासको क्रम तीव्र गतिमा अघि बढेको छ र राम्रो भएको छ। विशेष गरेर अहिले शङ्कर थापा अध्यक्षज्यू हुनुहुन्छ, गाउँपालिका अध्यक्षज्यू हुनुहुन्छ। उहाँको नेतृत्वमा यो गाउँपालिकालाई एकदम दुप्चेश्वरलाई विशेष फोकस गरेर विकासको क्रमलाई राम्रो गराउनु भएको छ। यहाँका हाम्रो कोषाध्यक्ष राजकुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले यहाँका संरचना बनाउने क्रममा एकदम तीव्र गतिमा विकासको क्रमलाई राम्रो सुन्दर र हराभरा दुप्चेश्वर बनाउनुपर्छ भनेर एकदम तीव्र गतिमा लागिरहनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म चाहिँ। अनि त्यसै गरी हाम्रो अहिले दिव्य आरती यहाँ सुरु भएको छ। दिव्य दुप्चेश्वरमा नि
पशुपतिको जस्तो दिव्य आरती महाआरती गराउनुपर्छ भनेर निरन्तर लागिरहनु भएको छ। रामेश्वर धिताल हुनुहुन्छ, उहाँलाई धन्यवाद दिनपर्छ, उहाँलाई लाखौँ धन्यवाद। कुरा सोधेँ मैले, जस्तो गोसाइकुण्ड गएर आउने भक्तहरूले एकपटक यहाँ दुप्चेश्वरमा आएर जल नचढाइकन त्यो सिद्ध हुँदैन भन्ने मान्यता के हो यो? जुनसुकै तीर्थमा गए पनि यहाँ दुप्चेश्वरलाई जल ल्याउने चढाउने। अनि गोसाइकुण्डमा अब विशेष गरेर गोसाइकुण्ड जाने छोटो दूरीको पदमार्ग पनि यताडै हुन्छ र गोसाइकुण्ड गएर आइसकेपछि त्यहाँको जल ल्याएर हर हर महादेव भनेर जो भक्तले यहाँ अर्पण गर्दछ भने भक्त जे चिताएर आयो त्यही फल पाएको रेकर्ड भक्तहरूले यहाँ गर्न आउँछन्। त्यो भावनाले गोसाइकुण्डको जल ल्याएर दुप्चेश्वरलाई चढाउनु पर्दो रहेछ भन्ने हामीले भक्तहरूको कुराबाट हामीले सिक्यौँ। र शास्त्रमा के उल्लेख छ भने तीर्थको जल ल्याएर भगवान यस्ता शक्तिशाली भगवानलाई चढाउँदा प्रत्यक्ष भगवान खुसी हुन्छ भनेर शास्त्रले भन्छ। त्यसैले तीर्थको जल ल्याएर गोसाइकुण्डको जल ल्याएर दुप्चेश्वरलाई चढाउँदा एकदमै खुसी हुन्छन् भगवान। पुरा अब यहाँबाट गोसाइकुण्ड जाँदा गएर दर्शन गर्दाखेरि सोचेको पुरा भनेर भनिहाल्नु होइन। सँगै गोसाइकुण्ड महादेव यहाँ बसेर एक रात बसेर जानुभएको भन्ने पनि किमत हो। यो त अनि गहिराइमा जानु पर्छ। जस्तो समुद्र मन्थन भयो नि, समुद्र मन्थन हुँदाखेरि कालोकुटो भन्ने विष निस्क्यो, त्यो भगवान शिवजीले पान गर्नुभयो। त्यो अब लोकलाई संसारलाई देखाउनको लागि एउटा अद्भुत लीला र दिव्य सन्देश दिनको लागि त्यस्तो के गर्नु त भयो भन्दा विष लाया जस्तो बनाएर पृथ्वी भ्रमण गर्दै हिँड्ने क्रममा हिमाली क्षेत्र प्रवेश गर्दै आएपछि भगवान पशुपतिनाथमा आएर बस्नुभयो। पहिलो पशुपतिनाथ भनेर भने चाहिँ त्यो भएर नि हो है, किनभने त्यहाँ आएर बस्नुभयो बागमतीको किनार त्यो झाडीमा आएर लुकेर केही समय ध्यान गरेर बस्छु भनेर आएर बस्नु भएको। त्यहाँ धेरै समय बसिरहेपछि त्यहाँ पनि केही शान्ति नभएपछि अनि भगवान कहाँ बस्ने त भनेर हानेर कपिलेश्वर हुँदै शिवपुरी कपिलेश्वर हुँदै यहाँ आएर यो गुफा जस्तो निर्माण गराउन लाएर भगवान यहाँ आएर बसेपछि केही शीतल आनन्द भएछ हो। त्यस्तो हो त यहाँ। अनि त्यो भयो हुनाले भगवानलाई शीतल र आनन्द भएको हुनाले आशीर्वाद दिइहाल्ने अर्थै त्यही हो। यहाँ आएपछि यो मन्दिरमा आएपछि यहाँ भगवानलाई शीतल भयो, यहाँ आएर बसेपछि आनन्द भयो। अनि भएपछि यहाँ चाहिँ जो भक्तले जे चिताएर आउँछन् त्यही फल पाउनुको अर्थ नि त्यही हो। अनि यहाँ केही समय बसिराखेर भगवान यहाँ हानेर यसो पारले सूर्यकुण्ड हुँदै गोसाइकुण्ड जानुभएको रहेछ। र मलाई भगवानले दिएको ज्ञान पनि यही हो। भगवानले मलाई यहाँ राख्नुभन्दा अगाडि यही उपदेश दिनुभयो कि मलाई यो ज्ञान दिनुभएको छ। यहाँ हानेर यसो पारले ठाडेबाट नि होइन, यो बाटो नि होइन, यसो पारले हानेर सूर्यकुण्ड गएर गोसाइकुण्डहरू निर्माण गरेर बस्नु भएपछि आनन्द भएको भनेर इतिहास र शास्त्र पुराणमा सर्वत्र उल्लेख छ। गुरु अब अन्त्यमा अब हो धान्य पूर्णिमा चाहिँ विशेष भगवान मान्छेद्वारा प्रकट हुनुभयो, देखिनु भएको कारणले गर्दा यहाँ आएर हेरे मात्रै पनि आफ्ना इच्छा सफल गर्ने हो। यहाँ आएर पूजा गरिरहनु पर्ने होइन, भगवानले टेक्न त आउनु पर्यो, हेर्न त पर्यो, तर पूजा गरिरहनु पर्दैन। त्यो बेला हेरेर प्रभु हजुरको चरणमा सदा मेरो भक्ति लागोस्, मन लागोस्, हजुरको जय होस्, हाम्रो जय होस् भनेपछि सम्पूर्ण कुरा इच्छा सफल हुने त्यतिखेर चाहिँ। किनभने प्रत्यक्ष भगवान देखिएको भावनाले त्यो दिन प्रत्यक्ष नै बास हुने हो। गुरु अब हजुर पहिला भजन गायक पनि भन्नुभयो, भगवानको चरणमा सानो भजन तपाईँ सुनाइदिनुहोस् न। के छ, सम्भव छ? सम्मोल हस्, धन्यवाद छ। एउटा सामान्य भजन गाउँछु म। जय शिव शङ्करला शरण सदा शिव लिनु होला, जय शिव शङ्कर जय भोला शरण सदा शिव लिनु होला, अरे शरण सदा शिव लिनु होला। जय होस्, मङ्गल होस्, शुभ होस्। हस् गुरु, धेरै धेरै धन्यवाद छ। अन्त्यमा दुप्चेश्वर भगवानको जय भनौँ हामी सबैजनाले। गुरुले दुप्चेश्वर महादेव भगवानको, दुप्चेश्वर महादेव भगवानको, दुप्चेश्वर महादेव भगवानको, सम्पूर्ण भक्तजनहरूको, सूर्यमती गङ्गाको, दुप्चेश्वर धामको। र जाँदा जाँदै अन्तिममा के भन्न चाहन्छु यो मिडियाहरूमा भने, जो कोहीले नि यो मिडिया हेर्ने व्यक्तित्व भक्तजनहरूले देशमा या हाम्रो देशमा या विदेशमा जहाँसुकै रहनु भए पनि यो मिडिया मार्फत सुनेर जानेर आउनु होला, दुप्चेश्वरमा आउनु होला। कोही कसैको आफ्ना इच्छा सफल भइदियोस् भन्ने लागेको छ भने
आफ्ना जीवनलाई धन्य बनाउनु होला, सफल पार्नु होला र दुःखबाट मुक्त भएर आनन्दले भगवानको चिन्तन गर्दै आफ्नो कार्य अघि बढाउनु होला भन्न चाहिँ म विशेष आग्रह र धन्यवाद र आउन सुझाव दिन चाहन्छु। जय होस्। जय होस्।